नमस्कार, म आज माछापुछ्रे गाउँपालिका वार्ड नम्बर 8 कुलेलीको तिप्लेरुम भन्ने ठाउँमा छु र हाम्रो यहाँ लिलुप्रसाद लामिछानेज्यू हुनुहुन्छ। काँक्रालाई थाँक्रो गाड्दै हुनुहुन्छ। उहाँ साह्रै मेहनती हुनुहुन्छ। उहाँ थाँक्रो गाड्ने तरिका हेर्नुहोस् त कति राम्रो छ। लाइनमा गाड्नु भएको छ कि सर्लक्कै लाइनमा लाएर यसरी सर्लक्कै लाइनमा लायो भने त माथिको लहरा ठ्याक्कै यसरी यो माथि यसरी आउने भयो, यताको यता आउने भयो हैन। र उहाँसित म थोरै कुरा गर्न चाहन्छु। मामा, हजुर, यो यस्तो खालको राख्नुको कारण के हो मामा? यो ठ्याक्कै तिनतिर बनाउनु भएछ नि यो लहरा के? यो राम्रो फलोस् भनेर, फल राम्रो दियोस् भनेर, यो अनावश्यक मल चाहिँ यो पातले नखाओस् भनेर यो पातहरू हटाइएको छ। हजुर। र धेरै हाँगा भयो भने चाहिँ चारैतिर फैलिएर कम हुन्छ। ए हजुर। भनेपछि यो यसको नाम 3G कटिङ हो? हजुर, 3G कटिङ। ए हो, कति राम्रो। यी थोरै थोरै सानो सानो यी होइन पनि निक्लिसकेको छ होइन। यी बचिलो हालिरहेको छ त्यो तलबाटै होइन। हजुर। भनेपछि यो 3G कटिङ गर्यो भनेदेखि फल राम्रो लाग्छ। फल धेरै राम्रो लाग्छ। ल हजुरलाई धेरै धेरै धन्यवाद यो मेहनती किसानलाई। ल भनेपछि यतातिर 3G कटिङ नगरेको चाहिँ यस्तो खालको छ होइन। पातहरू पनि जुम्म छ है। अहिले चाहिँ तलको मल पनि खाइदिनु भयो। यो अनावश्यक पातहरू हटाइदिँदा राम्रो हुन्छ भनेर उहाँ आफ्नै किसानले भन्नुभएको छ, किसानजीले। ल जहाँसुकै 3G कटिङ छ क्या, 3टा मात्रै हाँगा छ। यहाँ हेर्नुहोस् होइन, यहाँ 2वटा मात्रै छ। अनि यहाँ लगाएपछि 3टा छ है। ठ्याक्कै ओदान खुट्टे क्या, ठ्याक्कै मिलाएर राख्नुभएको छ क्या। यो लगाएपछि यो अनावश्यक हाँगाहरू पातहरू हटाएर उहाँले राम्रो बनाएर चाहिँ गर्नुभएको छ। उहाँ थुप्रै छ। उहाँ यही फर्ममा काम गर्नुहुन्छ। उहाँ धेरै छ यहाँ लगाएपछि।